हिँड्दैछौँ। घर फर्किने क्रममा छौँ हामी। आज यसो रमाइलो पनि गरियो। यसो हामी चाहिँ यसो सानो गाउँमा छौँ। गाउँमा यसो बिदाको बेलामा समय व्यतीत गर्ने क्रममा छौँ हामी। अझ भोलि पनि बिदा छ। भोलि यहाँको बाल दिवस हो। यस्तो सुक्खा मौसममा अस्ति डढेलो लागेको यस्तै ठाउँबाट होला सायद। अहिले चाहिँ यहाँ हरियो हुँदैछ। हरियो भएपछि यहाँ झारपातहरू सबै उम्रिन्छ। झाडी हुन्छ यहाँ यस्तो भरि पछि चाहिँ। हेर्नुहोस् त मौसम कस्तो राम्रो छ नि। घमाइलो न्यानो हावा पनि शीतल चलिरहेछ। मेरो साथीहरू अघि जाँदैछन्। साथीहरूलाई चाहिँ भोक लागेको अरे, त्यही भएर छिटो छिटो जाँदैछन्। मार्टमा पुगेर चाहिँ नास्ता गर्ने भनेर चाहिँ साथीहरू आँतिरहेको छ, आतुर छन्। हेर्नुहोस् त कति रमाइलो छ त यो ठाउँ। रमाइलो छ नि, नेपालकै झझल्को दिने। यता हेऱ्यो भने चाहिँ उराठ लाग्दछ सुक्खा, यता हेऱ्यो भने चाहिँ हरियाली। यता हेऱ्यो उराठ लाग्छ, यता हेऱ्यो मौसम सफा, आकाश पनि खुल्ला। बिदाको समय यसरी नै बित्छ। बाहिर निस्क्यो, शीतल ताप्ने छाहारीतिर यसो मोबाइल चलाएर बस्यो, गफ गर्यो। रमाइलो छ। अरूभन्दा पनि गर्मीको समय अहिले शीतल भएको छ, शीतल हावा चल्दैछ। सरल शीतल हावासँगै
यो चाहिँ कुन ठाउँ भन्नुहुन्छ भने साउथ कोरियाको ख्योङसाङ प्रान्तको नाम्जी भन्ने ठाउँमा, नाम्जी छाङम्योङगुन भन्छ, छाङम्योङको नाम्जी भन्ने ठाउँमा हो। यो ठाउँमा चाहिँ एकदम प्रख्यात ठाउँ भनेको चाहिँ नाक्तोङ्गाङ विछेकोट भन्ने त्यसको चाहिँ एउटा मेला लाग्छ। 1 हप्ते मेला, धेरै अप्रिलमा, सधैँ अप्रिलमा लाग्छ। अहिले चाहिँ सिद्धिएर फुलहरू सबै फुलिसकेर अहिले चाहिँ इन्डिङ भइसक्यो। अब यतिमै इन्डिङ गर्छु आजको भिडियो।